हेलो गाइज, नमस्ते, जय श्री कृष्ण, राधे राधे साथीहरू। स्वागत छ हाम्रो पहिलो भ्लगमा। तपाईहरूको सपोर्ट र मायाको अपेक्षा गरेका छौँ। कृपया सबैजनाले साथ दिनुहोला र हाम्रो युट्युब च्यानल एजी भ्लग्सलाई सब्सक्राइब गरिदिनुहोला। आज सप्ताह समारोहको अन्तिम दिन र हामी विशेष रूपमा मन्दिरमा दर्शन गर्न आएका छौँ। 7 दिनसम्मको भक्तिपूर्ण यात्रा पछाडि आजको दिन अझै विशेष छ। यहाँको वातावरण एकदमै पवित्र र शान्त छ। भक्तजनहरूको भिड, घण्ट, शङ्खनाद र मन्त्रहरूको मधुर आवाजले मनलाई अरू नै ऊर्जावान बनाइरहेको छ। तपाईहरूलाई पनि यो सुन्दर पलको अनुभूति दिलाउनका लागि हामीले यो भ्लग बनाएका छौँ र यो नै हाम्रो पहिलो भ्लग हो। आउनुहोस् सबैजना मिलेर अब मन्दिरको दर्शन गरौँ। सबैजनाले लाइक, सेयर गरी कमेन्टमा राधे राधे लेखिदिनु होला। सुदर्शनधारी मुरली बजाउने कृष्ण मुरारी सुदर्शनधारी कृष्ण मुरारी सुदर्शनधारी मुरली बजाउने तिमी कहाँ छौ बाँसुरी बजाउने मेरा कहाँ छौ मध्याह्नी रातमा मधुर
वंदे पापर कारिण करो राम नामै हरि भक्तै तरगत राम कै बस करे राम रामै हरि भक्तै तरगत राम कै बस करे राम रामै हरि स्थानमा सदा वंदनीय सदा पूजनीय श्री भगवान भोलेनाथ का श्री चरणमा कोटि कोटि नमन। इस दिव्य अनुष्ठानमा श्रोता र वक्ताको माध्यमद्वारा यस कथालाई सर्वसुलभ बनाइदिनु हुने मन्दिर व्यवस्थापन समिति मूल आयोजक व्यवस्थापन समिति सम्पूर्ण कर्ता परिवार आचार्यगण सङ्गीत मित्रगण भोलागढी श्रीनगर महाआरती धर्म जागरण सप्ताह तथा प्राण प्रतिष्ठा महामहोत्सव 2081 लगन यादवज्यू त्यसै गरी आज यो सप्ताहलाई साह्रै मुक्त कण्ठले साह्रै मिठो शब्दमा साह्रै मार्मिक र स्पर्श तरिकाले जुन आफ्नो बच्चा उसलाई वाचन गर्नु गुरु प्रमोद पौडेल प्रपञ्चार्यलाई विशिष्ट अतिथिज्यू भक्तजनहरूले यथाशीघ्र पण्डालमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। आउनुहोस्, अब हामी आजको यो सन्ध्याकालीन सत्रलाई अबको केही क्षणमै शुभारम्भ गर्न गइरहेका छौँ। हामीमा राष्ट्रिय कलाकारहरू मञ्चासीन भइसक्नु भएको छ। अब हजुरहरूको बसाइ व्यवस्थित होस्, सबैले अगाडि अगाडि बसौँ, कुर्सीहरूको व्यवस्था एकातिर मिलाइदिउँ। सबैजनाले अगाडि आएर बस्नु होला, पछाडि आएर हजुरहरू पछाडि बस्नु। आजको हाम्रो सिंगारीको महाआरती विशेष आरती हुन्छ आज, यसको पनि तयारी भइसकेको छ। हजुरहरूले चाँडोभन्दा चाँडो प्रसादी गर्न सबै समयमा राधे राधे नमन व्यक्त गर्दै हाम्रो समग्र टिम हजुरहरू मध्येबाट उजेल पर्दछ। पक्कै पनि हामीलाई भुले पनि रामलाई यस कार्यक्रम हामी सबै हाम्रो वार्डका आमा बुवा दाजु दिदी बहिनीहरू लगायत सत्ता आजको रात बसौँ एक साथ, उमङ्ग आशा लिएर आयौँ प्रेममा झोलेर। आजको रात बसौँ एक साथ, बोलाउनु भए गरेर याद आउनेछौँ दौडेर। आजको रात बसौँ एक साथ, आजको रात बसौँ एक साथ, भोलि तपाईँ आजको रात बसौँ एक साथ, काँडा जस्ता तिखा बच्छन् खोज्छौँ पनि। 12 मिनट 15 मिनट मात्रै।
हेलो सबैजना बस्दिनको लागि म हार्दिक अनुरोध गर्दैछु। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब हामी विलम्ब नगरिकन हामी कार्यक्रमलाई समापन गर्नेछौँ। हाम्रो खर्च आम्दानीका हिसाबहरू हामी विवरण प्रस्तुत गर्दै हुनुहुन्छ। सबैले ध्यान दिएर श्रवण गरिदिनु होला। ताली बजाएर सम्मान गर्नु होला। धन्यवाद। अहिलेसम्मको हाम्रो खर्च आम्दानीलाई म प्रस्तुत गर्न गइरहेको छु। हाम्रो कोषाध्यक्षज्यू अब अलिक थकित हुनुभएको हुनाले हजुरले नै प्रस्तुत गरिदिनु भनेर उहाँले भनेको हुनाले मैले भन्दछु। यो 7 दिनसम्म कर्ता बनेर अहोरात्र खटिनुहुने हाम्रा कर्ता रामप्रसाद पौडेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गराउन मैले बिर्सेको रहेछु। धन्यवाद। आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध। त्यो हाम्रो मन्दिरमा राख्नको लागि लगभग 16 किलोको घन्टी, पछि कलाकारहरूको टिम 7,50,000 उहाँहरूले यो खर्च बापत, यो मेन्टेन्स खर्च बापत लानुभएको छ र 50,000 अझै हामीलाई थप गरेर यहाँ दिएर छोड्नु भएको छ। सबैको यहाँ सहयोगमा यो कार्यक्रम सम्पन्न भएको छ। एकपटक हातमाथि गरेर जोरदार ताली सबै दिव्य आत्माहरूप्रति। र अर्को पटक फेरि महाआरती महायज्ञ हुने बेला सबैलाई भगवानले धेरै क्षमता, सबैको घर परिवारमा धेरैभन्दा धेरै आशीर्वाद, सबैलाई सुखी, सबैलाई दीर्घायु, उत्तर प्रगति, सबैको भगवानले कल्याण गरून् भन्दै अब तुलसा बुढा मगर मञ्चमा आइदिनु होला। 1055 सरहरू मञ्चमा बस्दिनु होला। सर मञ्चमा आइदिनु होला। सबै बस्दिनु होला। उद्घोषण कार्यक्रमलाई अगाडि बढाइदिनु होला। मैले आदरणीय गोपाल सुनार सरलाई हार्दिक अनुरोध गरेँ। ल सर, गोपाल सरलाई मैले निवेदन गरेँ खर्च आम्दानीको विवरण। श्री कृष्ण गोविंद हरे। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? आशा छ हजुरहरूलाई पनि यो भ्लग मन पर्यो। यदि रमाइलो लाग्यो भने लाइक गर्न नबिर्सिनु र कमेन्टमा राधे राधे लेखेर आफ्नो विचार बताउनु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु
ताकि आगामी रमाइला भ्लगहरू पनि तपाईँहरूलाई समयमा दिन सकौँ। फेरि अर्को नयाँ भिडियोमा भेट्नेछौँ। तबसम्म सुरक्षित रहनु, खुसी रहनु। जय श्री कृष्ण। राधे राधे। राधे राधे। राधे राधे। राधे राधे।